सो हेलो एन्ड नमस्ते सबैजनालाई म फेरि पनि आइसकेको छु गाइज तपाईँहरूको साम म चाहिँ केही नयाँ अपडेटहरू दिउँ भनेर आइसकेको छु गाइज म चाहिँ आज हाउ टु मेक गुगल एकाउन्ट हाउ टु मेक जिमेल एकाउन्ट भन्ने बारेमा चाहिँ म त्यही कन्टेन्ट लिएर आइसकेको छु। होप तपाईँलाई यो भिडियो राम्रो लाग्छ होला। राम्रो लाग्यो लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला। सो गाइज तपाईँहरूले चाहिँ एउटा प्ले स्टोर भन्ने हुन्छ होइन, तपाईँहरूको फोनमा नि होला यस्तो प्ले स्टोर गाइज सक्नुहुन्छ। यस्तो प्ले स्टोर होला, यो प्ले स्टोरमा चाहिँ तपाईँहरूले क्लिक गर्न सक्नुहुन्छ। क्लिक गरिसकेपछि चाहिँ गाइज आफ्नो फोनमा पासवर्ड हाल्न सक्नुहुन्छ। पासवर्ड छैन भने चाहिँ नाममा पनि केही फरक पर्दैन। त्यसपछि चाहिँ गाइज हाम्रो अर्को फेरि हेरियो यस्तो आइकन आउँछ, यस्तो आइकनमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि स्क्रल डाउन गर्नु होला अनि त्यसपछि एड एनदर एकाउन्ट भन्ने क्लिक गर्न सक्नुहुन्छ तपाईँहरूले। अनि आफ्नो फोनमा जुन पासवर्ड छ त्यही हाल्नु होला। पासवर्ड छैन भने पासवर्ड हाल्न पनि पर्दैन, केही जरुरत छैन त्यसको लागि चाहिँ। अनि त्यसपछि चाहिँ हामीले हेऱ्यो गुगलमा क्लिक गर्ने। गुगलमा क्लिक गरिसकेपछि हाम्रो आफ्नो फोनमा पासवर्ड छ भने पासवर्ड राख्ने, छैन भने हामीले के राख्न पर्दैन। सो गाइज त्यसपछि चाहिँ हामीले हेऱ्यो क्रिएट एकाउन्ट भन्ने हुन्छ नि गाइज, हेऱ्यो क्रिएट एकाउन्ट भन्नेमा हामीले क्लिक गर्न सक्छौँ। क्रिएट एकाउन्ट भन्नेमा हामीले क्लिक गर्छौँ। अब हामीले आफ्नो पर्सनल एकाउन्ट हो के हो गाइज, जस्ट लाइक दिस एकाउन्ट पर्सनल एकाउन्ट हो भने पर्सनल एकाउन्टमा क्लिक गर्ने। अब बिजनेस एकाउन्ट हो भने बिजनेस एकाउन्टमा क्लिक गर्ने। सो गाइज हामीलाई चाहिँ पर्सनल एकाउन्ट चाहिएको हो, त्यसैले तपाईँहरूले जे चाहिएको छ तपाईँ त्यही बनाउन सक्नुहुनेछ। सो गाइज तपाईँहरूले चाहिँ यो बिजनेस एकाउन्ट बनाउन सक्नुहुन्छ। तपाईँहरूलाई के चाहिएको हो त्यही अनुसारले बनाउन सक्नुहुन्छ। म चाहिँ पर्सनल एकाउन्ट बनाउन चाहन्छु, त्यसैले म पर्सनल एकाउन्टमा क्लिक गर्छु गाइस। यो पर्सनल एकाउन्टमा माथिको यसरी क्लिक गरिसकेपछि चाहिँ यस्तो आउँछ। अब तपाईँहरूको नाम के हो, फर्स्ट नाम के हो त्यो हाल्न सक्नुहुन्छ। मेरो नाम चाहिँ यो हो। अनि लास्ट नेम के तपाईँहरूको, जस्तै अब राम प्रसाद हुन्छ भने राम चाहिँ फर्स्ट नेम भयो, प्रसाद चाहिँ लास्टको नेम भयो, त्यसैले अनि लास्ट नेम हाल्न सक्नुहुन्छ तपाईँ। सो गाइस हालिसकेपछि चाहिँ अब हाम्रो यस्तो आउनेछ गाइस। अब हाम्रो यहाँ चाहिँ डे हान्ने, यहाँ मन्थ हान्ने, यहाँ इयर हान्ने, अनि तपाईँहरू चाहिँ यहाँ मेल हो कि फिमेल हो हान्ने। यस्तोमा चाहिँ तपाईँहरूले आफ्नो के जेन्डर हो त्यो अनुसारले तपाईँहरूले चाहिँ क्लिक गर्न सक्नुहुनेछ। सो गाइस म चाहिँ यहाँ आफ्नो राखिसकेको छु, यसरी राख्नु होला। मिस्टेक भएछ गाइस। आफ्नो चाहिँ डेट अफ बर्थ हुन्छ नि गाइस, यस्तो गाइस। अब आफ्नो मन्थ के हो होइन, अनि इयर के हो त्यस्तो हाल्न सक्नुहुन्छ। मेरो यो भइसकेको छ गाइज। होपफुली तपाईँहरूलाई चाहिँ जिमेल अथवा जिमेलले नै दिएको हुन्छ, दुईवटा चाहिँ माथि र तलको यस्तो, यो माथि र तलको दुईवटा नै जिमेलले दिएको हुन्छ गाइज होइन। यो र यो माथिको जिमेलले नै दिएको हुन्छ। र तपाईँहरूले चाहिँ आफूले नै आफ्नो नामको जस्तै अब ramprasad@gmail.com राख्न सक्नुहुन्छ तपाईँहरूले। त्यसको लागि चाहिँ हामीले यो यहाँ थिन पनि हुन्छ गाइस। यसमा यो चाहिँ गुगलले आफै दिएको हुन्छ र हामीले नयाँ एकाउन्ट नयाँ जिमेल एड्रेस यस्तै के जस्तै अधिकारी सरिनको ठाउँमा तपाईँले ramprasad@7 राख्न सक्नुहुन्छ। होपफुली तपाईँहरूले बुझिसक्नु भएको छ होला। सो गाइज म चाहिँ यो फर्स्टमा क्लिक गर्छु। म चाहिँ तपाईँहरूलाई केही भिडियो बनाएर इन्फर्मेसन दिउँ भनेर म चाहिँ यो फर्स्टमै क्लिक गरेँ। सो गाइज त्यसपछि चाहिँ हामीले पासवर्ड हाल्न भनेको हुन्छ। सो गाइज पासवर्ड चाहिँ अब आफूले के राख्छ त्यही हाल्नु होला। सो गाइज मैले चाहिँ पासवर्ड हालिसकेको छु। पासवर्ड हालिसकेपछि चाहिँ लास्टमा आएर गाइज हाम्रो नेक्स्ट भन्नेमा आउँछ। नेक्स्ट भन्नेमा क्लिक गर्न सक्नुहुन्छ तपाईँहरूले। सो गाइज त्यसपछि चाहिँ स्क्रल डाउन गर्नु होला। त्यसपछि चाहिँ हामीले हेऱ्यो आई एग्री भन्ने अप्सन आउँदैछ, यो आई एग्रीमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ गाइज अर्को पेज आउँछ। अर्को पेजमा चाहिँ हामीले फाइनल्ली एकाउन्ट बनिसकेको हुन्छ। होपफुली गाइज तपाईँहरूले चाहिँ यो भिडियो बुझिसक्नु भएको छ। यो इन्फर्मेटिभ भिडियो लागेमा हजुर लाइक सब्सक्राइब एन्ड सेयर गर्न सक्नुहुन्छ। सो गाइज आजको लागि यति नै, बाई बाई, जय नेपाल।